हेलो गाइज, हामी चाहिँ बुकीको लागि अब निस्किसकेका छौँ। यो भएन, त्यो कुकुर क्या क्युट छ यार। हामीलाई फलो हान्न आइरह उहाँदेखि केटाएर अब हिँड्न लाएँ, हिँड्नु पऱ्यो बुकी जान। म क्या प्रोफेसनल भ्लग बनाउँछु सोचिरहेको थिएँ लौडा। अब आफूलाई हेर्ने भ्लग मात्रै हुने भयो, तर केही छैन। प्रोफेसनल भ्लगको लागि इक्विपमेन्ट चाहियो, इक्विपमेन्ट नि केही छैन। एउटा ट्राइपड थियो, त्यही पनि जान्छ जस्तो मार्छला हटाउँछ हटिन्न उसलाई सिधा सफेसमा चाहिन्छ, अरूमा हटिन्न। त्यही होला गाइज। अब वहीँ पुगेपछि भेटौँ ल। वहीँ पुगेपछि होइन, बाटोमा केही रमाइलो चिज भयो भने देखाउँछु, न त यो हिँडेको देखाउँदिनँ म। त्यो गाइज ल, सिउ गाइज न मोबाइल। असिम सर के भनिदिनुहोस् न त। इ पर हिजो कहिले गखानिदिने हो, गखानिदियो हिँड्दै गखाने गएर यता डायट खाँदै हुन्छ सरले। यता सरले बोतल खोल्न सक्नु भएको छैन। ठिक छ ल, यतिकै बसिरहौँ। 1 घन्टा हिँड्ने, 2 घन्टा बस्दिने। हामी यसरी भोलिसम्म पुगिन्छ साथीहरू। एकछिन रेस्ट, अब एकछिनपछि फेरि हिँड्ने। ल अब धेरै केही छैन देखाउने। यता खोला छ मिठोवाला, माथिको भ्यू यस्तो छ, यस्तो मजा हुन्छ नि मजा। ल गाइज, सी यू गाइज। वाटर ब्रेक खाउन अब। वेदर अति क्रेजी छ। नो सर्भिस सिग्नल आउनु बन्द भइसक्यो। सो सब गाइज, हामी चाहिँ हिँडेको पुगेन। कुहिरो लगाएर अहिले त केही देखा होइन। अनि जति माथि जाँदैछौँ त्यति टाउको दुख्ने, घुमाउने, हेल्थमा प्रब्लम, त्यति तल हुँदैछ त्योहरू। अलिअलि हेल्थ इस्युजहरू आउनु लाग्यो मलाई चाहिँ। किन आएर न हिजो क्या ठिक छ, तर हामी गन्तव्य पुगिन्छ मर्दै भयो नि। सिउ गाएर इनर्जी वेस्ट नगर, एकछिनमा भेटौँ ल। केही देखा छैन, केही नथिङ टु सी। हिँडेको चल्दिउँ। यता चाहिँ सबै ढाकिसक्यो होइन, यता चाहिँ अलिअलि खुलिरहेको वेदर। यता पनि ढाकिन्छ अब एकैछिनमा। 10 मिनट खोलिन्छ, 20 मिनट ढाकिन्छ, यस्तै छ यहाँको वेदर। अब भोलि लक्की रहेछौँ र माथिको भ्यू हेर्न पायो भने पायो। वहाँ माथि क्या दामी झर्ना छ यार, सानोवाला। त्यो दामी भन्छ मलाई नि। ठिक छ ल गाइज, अब हामी माथि गएपछि भेटौँ ल। बाई बाई। धोबी यस्तो ठाडो बाटो छ नि, अति ठाडो बाटो छ। यहाँ आएर बस्छ एकछिन, खै यहाँ आएर बस्छ एकछिन। हो योमा हामी कहाँदेखि आएको भन्दा उहाँ तलदेखि यत्रो उकालो, ठाडो उकालो। यो चाहिँ एक्सट्रिम उकालो हो योवाला चाहिँ। तल चाहिँ उकालो चाहिँ जति पनि छ। भ्यू भर्खर खोलिदिँदैछ। कहिल्यै नहिँड्ने बानी, यत्रो हिँडेको यहाँ फाटिरह। भ्यू चाहिँ जस वर्थ इट छ। त्यहाँ फोटोसोटो हान्दैछन्। अब हामी होटलमै पुगेपछि भेट्छौँ होला। अति थकेला यार, अति क्रेजी थकेला। ल एकछिनमा भेटौँ ल गाइज। गो गाइज, हामी चाहिँ ट्रेनमा आइसक्यो। अब काम केही छैन, रेस्ट गर्ने हो मजाले। कोही कता गयो, भात खाने, सुत्ने, भोलि बिहान उठ्ने, अनि टिका धारा जाने, त्यसपछि फर्केर यहाँ आउने। सामान त लरेको हुन्छ, लिएरै आइन्छ सामान। अनि त्यसपछि चल्दैछ हामी तल जोरपाटन, अनि बाइक लिएर हिलो बाटो फेरि घर। त्यो पनि बाटो पनि छ केटा, नबिर्छ। त्यो बाटो अति छ। ल एकछिनमा भेटौँ ल। हामी उठ्यो केटा हो बिहान।
के छ केटा हालखबर यो टेन्टको निन्द्रा खास चाहिँ कम्फर्टेबल लागेन कोहीलाई नि सफोकेसन मात्रै भयो सास फेर्न गाह्रो रातभरि त्यो पानी त सक्यो के त्यही त है रातभरि पानीहरुको अब हामी चाहिँ टिका टिका धाराको लागि निस्किन लागेको ल यु गाइज नो ओए फोन फुटिछ क्या मेरो ल ल ल वेन ल ल ल फोन फुटेछ मैले गाइज बिहानको भ्यू चाहिँ यस्तो छ खोल्लेनीको चाहिँ नाम निशान छैन अलिअलि चाहिँ देखिरह के देखिन्छ थाहा छैन देखिरह अब हामी माथितिर लागिन्छ यस्तो पानी सानी खाएर माथि गएपछि भेटौँ ल यु गाइज हाम्रो साथी लेक लगाएर ढल्छएको छ यहाँ उनीलाई रेस्क्यु गर्ने टिम आउँदैछ जस्ट किडिङ गाइज भिडियो सुरु हुँदैछ अरे कि हेर्नु चाहिँ मरेर लास्ट कसरी उल्टिछन् मैले जम्नु जम घाम लागेको डा धेरै दिनपछि घाम देख्यो ठिक छ ल बाटो नभेट्यो तनाव भयो कि यहाँ पहिरो गहा एउटा बाटो तल छ होइन अब त्यहाँ अब रिक्स लिएर जान लाग्यो बाटो छ भन्छन् गरे एउटा गइरहन् कहाँ गयो राम अब यही होला लेसको माथि गएपछि भेटिन्छ बाटो कुन भन्छु म अहिले बाटो कता पहिरहने जस्तो छ त्यो छ बाटो सोलो गाई ओए कस्तो जुमिन रहेछ यार हामी चाहिँ आयो फाइनल्ली भ्यू त यस्तै अलिअलि देखिदियो अलिअलि अब देखाउन म अर्जेन्टिनाको फ्यानै होइन म ठिक छ अलिअलि देखिरह यही बेला हेरौँ एकछिन केटा हो एकछिनमा पुरै ढाकिन्छ आउनु लागिसक्यो माथिबाट त्यो धुवा अब घोडा 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 ल अब हामी एकछिन फोटोसुट हान्छौँ देखाउने सिउ गाइस म ल अघि जानेहरू त खिच्न पाइएन यस्तो भिड चढायो केटाहरूले यो त केही होइन ऊ योबाट यता माथि जाने बाटो यस्तो सिधा उकालो छ ग्रिप स्रिप केही छैन चाराचुरा टेक्दै आएको म त औडा छ बाटो अब त सजिलो टोइले यस्तै यस्तै गयो होइन एउटा अप्ठ्यारो चाहिँ यहाँ रहेछ है केटा होला यो चाहिँ अति गाह्रो छ ल हामी चाहिँ हाम्रो टेन्टमा अब खाजा खाने अनि तल दरपाटन झर्ने बाटोमा भेटौँ ल थकै लाग्छ अति हिँड्यो नि उहाँ कहाँ माथि रहेछ अनि पहिरो हिँडालेर केटाहरूले थाक्यो खुट्टा ल एकछिनमा भेटौँ ल हामी चाहिँ हाम्रो टेन्टमा आयौँ खाजा खाँदै अब यति खाजा खाने अनि दरपाटनको लागि डाउन हिल स्टार्ट ल तल जाने बेला भेटौँ ल यो साथीहरू हामी फर्किनु लाग्यो के छ असिम हालखबर के छ हालखबर ठिक छ ल पानी आयो ठ्याक्क फर्किनु लाग्यो रेनकोट ओढेर ओह्रालो कतै केही देखिन्न चारैतर्फ कोहरै कोहरा चल्दिउँ ल तलै होटलमा गएपछि भेटौँ ल सिउ
ल हामी चाहिँ होटल आयो अब एकछिनपछि भेटौँ ल कति एकछिनपछि भेटौँ ल भनेकोमा वेकी डे कति हाम्रो यो डे 4 डे 4 हामी चाहिँ अब उठ्यो फ्रेस हुँदै हो एकछिन अनि एकछिनमा चाहिँ चेकआउट हानेर जोरपाटन घुमेर अनि त्यसपछि चाहिँ बल्ल बागलुङतिर गइन्छ अनि बिहानको भ्यू चाहिँ चट्ट यस्तो छ जाडो छ मिठोवाला त्यही बेला अहिले भेटौँला एकछिनमा चेकआउट हान्ने बेला भान उठेर अब प्याकिङ सकेर ब्याग टाई रोकै ब्याग टाई गर्नु बाँकी छ कोल्ड हान न कोल्ड सार्ट गरिदियो चिया चिया कफी सफी हान्दै अब यहाँबाट हामी निस्किन्छौँ ल केटा अब हामी चाहिँ बागलुङतिर निस्किन्ला एकछिन यहाँ धोरपाटन हेर्छु मैले त उत्तर गङ्गा मन्दिर जान्छु अनि बाइकको हालत हेर्नु नहुन्छ अनि अस्ति थियो हेर्नु भने धसेर पनि नजाने के त्यही त नि रातो माटो यहाँ भित्र त पुरै जमेर हैन यहाँ आधी के भएको के आधी बाइक त गाड्या थियो त अनि काठले हान्छु र नि नजाने के त्यो जमेर होइन अनि यसो अब डिटेलमा धुनुपर्छ ल बाटोमा भेटौँ ल हामी चाहिँ मन्दिरतिर आयो मन्दिर रहेछ सो यो मन्दिर हेरेर चट्टामारामा अनि चल्दैछ डियर भन्ने चाहिँ दाइ अहिले सही पप स्मोकको फ्यान भेटिरहे दामी डान्स देखिरह यहाँ अनि ल सक्यो टिकटक भ्यायो केटाहरू दर्शन गर्दैछन् टक्क भ्यू दामी आइरह ल अब बाटोमै भेटौँला अब कति भेटौँला गरेर आज यार म यार ल सिउ गाइस ल साथीहरू घोडामाथि गदा हेर्नुहोस् मैले बुझिन्छ हजुरको एङ्गल हजुरले एउटा भिडियोको 20 रुपियाँ दिनुपर्छ है मलाई वेदर कन्डिसन यस्तो छ है केही देखाएन गाडी फस्यो ल ल ल ड्रिम गाडी अड्किरह अब के भन्नु वा कपडा बाइक धुँदै केटाहरू हल्का हल्का कपडा सफा गर्दै बिजोक छ बाटो बिजोक है त्यो एक्सप्लेनै गर्न सकिन्न ल त्यही अहिले एकछिनमा भेटौँ तल गएर अब एकछिन म सफा गर्छु आफ्नो कपडा हामी चाहिँ होटेलमा आएर खाजा खाएर कपडा सपडा चेन्ज हान्यो टक्क अब बाटोमा भेटौँ न नत्र अब घर गएपछि सिधै